हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ म घरमा झिलिमिली लगाउन आँटिरहेको छु र म चाहिँ अहिले यहाँ सुभाषको घरमा आएको छु यहाँ यसको। सो आज चाहिँ हामीहरू घरमा झिलिमिली लगाउन आँटेको अनि भोलिदेखि चाहिँ भोलि चाहिँ काग तिहार छ र सो म तपाईँहरूलाई आज झिलिमिली लगाउने ब्लग देखाउँछु म कसरी चाहिँ लगाउँछु झिलिमिली भनेर। ओके, सो देख्न सक्नुहुन्छ यो चाहिँ सुभाषको बारी यस्तो पछाडिको यहाँ, अनि यो चाहिँ यसको घर। अनि तपाईँहरूले यसको भिडियो हेर्नुहुन्छ भने थाहा नै होला कि यो अहिले पहाड गएको छ भनेर। यसको घरको कन्डिसन मतलब यो देख्न सक्नुहुन्छ, फुलहरू यस्तो भएको छ यसको पुरै मजाले यस्तो छ पुरै। सो हामी चाहिँ अब घर जान्छौँ र झिलिमिली लगाउँछौँ 3 बजेतिर। 3 चाहिँ बज्नै आँटेको छ। ओके, सो गाइस हामी चाहिँ यहाँ थोरै त्यो झिलिमिली कस्तो छ भनेर त्यो यति चेक गर्न जाँदैछौँ त्यसको बट्टाहरू। मैले चाहिँ अघि भएर झिलिमिलीहरू निकालेर राखेको थिएँ यहाँ, यिनीहरू पनि देखिसकेको छ यहाँ राखेको। अब यिनीहरू चेक गर्नु छ हामीहरूलाई अनि त्यसपछि लगाउनु पर्ने छ। एकछिनमा हामीहरू चाहिँ लगाउँछौँ यो। अहिले अलिक घाम लागिरहेछ, सो एकछिनमा लगाउनेछौँ हामीहरू चाहिँ। अहिले चाहिँ पुरा घाम लागिरहेछ, सो एकछिनमा लगाउँछौँ अनि देखाउने छौँ तपाईँहरूलाई। हाई भनिदियो। ओके गाइस, अहिले चाहिँ अलिक बेलुका भएको छ, घाम अलिक हटेको छ। सो हामीहरू यहाँ झिलिमिली लगाउन आँटेको चाहिँ मैले यस्तो कहाँ पुगो ए झिलिमिली ल्याएको पो रहेछ। अब ल्याउनु पर्दा अनि लगाएर यहाँ छ हाम्रो झोला चाहिँ। एउटा एउटा गर्दै लगाउनु छ, देख्न सक्नुहुन्छ है। भिडियो बनाउनुको लागि बसिरहेको छ रुपेश। कस्तो राम्रो देखेको फुल छ यहाँदेखि। राइट, अब म चाहिँ लगाउँछु। सो गाइज, घाम पनि डुबिसक्यो। अब चाहिँ मैले लगाइ पनि सकेँ। ठ्याक्कै कति 1 घन्टा जति लाग्यो होला लगाउन। यस्तरी यहाँ लगाएर यता पनि लगाइसकेको छु यस्तरी। अब एकचोटि मुनि गएर ट्राई पनि गर्नुपर्छ।
कि कुन जोडिएको छ कि छैन। सो यहाँदेखि तार चाहिँ फाल्नुपर्छ सुरुमा। तार यो तार छ, यसलाई चाहिँ मुनि फाल्नुपर्छ। अनि मेरो कोठादेखि कनेक्ट गर्नुपर्छ यसलाई चाहिँ। सो म चाहिँ यता फाल्छु, कोठामा गएर जोड्छु। अनि त्यसपछि हेरौँ कुन बल्छ कि बल्दैन, फेरि चेक गर्नुपर्छ भने एकचोटि। तार चाहिँ यहाँ आएछ। अब यही तारलाई चाहिँ यहाँ कोठाभित्र यस्तो रे। ओके, सो यहाँ आइसकेको छ। अब यहाँ चाहिँ कनेक्ट गर्नुपर्छ हामीले। यहाँ एकछिन म कनेक्ट गरेर देखाउँछु एकछिनमा तपाईँलाई भएछ है छैन। र चाहिँ यहाँ भइसकेको छ, बल्दै छ तर कुन बलेकै छैन। अब फेरि माथि गएर एकचोटि फिट गर्नुपर्छ हेरेर कुन यो एउटा दुईवटा अनि यहाँदेखि एउटा बलेको छैन, तीनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा बलेको छैन अझै। अब माथि गएर यसलाई पनि मजाले जोड्नुपर्छ, अनि चाहिँ बल्छ होला मजा। ओके, माथि गएर हेर्नुपर्छ। देख्न सक्नुहुन्छ। अब एकछिनमा हेर्छु म अनि बनाउँछु फेरि। सो गाइस, हाम्रो चाहिँ यो झिलिमिली यताको चाहिँ भइसकेको छ। अब माथि फेरि चढ्ने बेला भइसकेको छ। माथि पनि यहाँ बल्दैन कुन चार पाँचवटा। मुनिको त सबै भयो, माथिको चाहिँ फेरि प्रब्लम भयो। अब माथि चढ्छु म। अझै पनि सबै झिलिमिली चाहिँ बलेको छैन। सो अब भोलि हेर्नु पर्ला थोरै, अहिले राति भइसक्यो। सो अझै राति भएपछि चाहिँ हामीहरू देखाउनेछौँ यो बलेको कस्तो देखिँदो रहेछ भनेर। अहिले चाहिँ त्यस्तो देखिँदैन। सो अलिक राति हुन्छ अनि देखाउँछु। ओए घुम सो गाइस, हाम्रो चाहिँ यो झिलिमिली लगाउने कार्य सकिसकेको छ। यस्तो भएको छ भनौँ। सो गाइस, आजको लागि चाहिँ यति नै। अब भोलि भेटौँला फेरि अर्को नयाँ भ्लगसँग। अब चाहिँ म तिहारभरि भ्लगहरू अपलोड गर्नेछु दिनदिनै। सो बाई।